हेलो गुड मर्निङ वालेकुम सलाम एन्ड सज्जलो अनि नमस्कार। आज चाहिँ मर्निङ भिडियो मन्दिरबाट सुरु गरौँ। दर्शन लिनु होला सबैजना है। अस्ति चाहिँ यहाँ म साह्रो छिटो आएको कारणले रातिको उयो गरेको थिएँ भिडियो है। राति यहाँ ढुङ्गामा चढेर अन्त यो जति पनि म चढिरहेको छु यो ढुङ्गा हो। यो तपाईँको यो रोप उयो अड्काउने होइन, एकदमै डरलाग्दो भिड छ। अन्त यो चाहिँ हामीले एचएमआईको ट्रेनिङको लागि यो ढुङ्गाहरू बनाएको है। एकदमै भिड यहाँबाट झऱ्यो भने सिधा तल पुग्छ है। यहाँबाट हामी यो ढुङ्गाको वरिपरिबाटै चढेको छौँ। सिर्फ यो जग्गाबाट खालि चढेको छैन, यहाँ मुनि पनि छ चढ्ने। त्यो हाम्रो रोप नभएर हामी चाहिँ विदाउट रोप चढ्थ्यो है। यहाँ देखाउँदाखेरि अस्ति पनि भनेको थियो है, यो चित्रे ढुङ्गा भालढुङ्गाको छेउमा चाहिँ यो दोकानहरू छ। तर अलिकति मान्छेहरूले चाहिँ मिलाएर चाहिँ राखेको छैन रहेछ। एकदम मैला लाग्यो मलाई। यही मजाले चिट्के बनाउने एउटा एट्र्याक्सन पनि हो नि त दोकानको फर्स्ट होइन। एकदमै मैला लाग्यो मलाई क्या। हेर्नुहोस् न मैलाहरू फ्याँकिरहेको। अलिकति यहाँको अब युनियन छ होला, उनीहरूले नै यसो सम्झेर बुझेर मैला चाहिँ यता हाल्नु भनेर आफ्नै जग्गा त हो होइन। अन्त यहाँबाट नै हामी चढेको भनेर अस्ति भनेको है। चढ्दाखेरि चाहिँ हामी यहाँबाट झरेको पनि छौँ। यो माथि चाहिँ लभ रोड हो, सलिड मजाको छ बाटो लभ रोड। अन्त यहाँ हेर्नुहोस् न सिंहमारीको भ्यू, घरहरू है। यो सनराइज भएर राम्रो हुन्थ्यो यहाँनिर। पर लेबुङको हो हामी रोड। यो ढुङ्गा यहाँ हेर्नु आर्ट पनि गरेको छ, मजाको छ अनि चिटिक्क आर्ट। यहाँ हामी वरिपरिबाट चढेको हो कि चढ्नु त एकदमै चढेको, तर एउटै ठाउँबाट खालि चढेको छैन विदाउट रोप भएको। यो मुनि देख्दैन है रोप नभएकोहरूले। ओके थ्याङ्क यू सबैलाई। आज दिनको सुरुवात राम्रो भएर जाओस् मन्दिरको साथसाथमै है। धेरै धेरै धन्यवाद छ।